सो हाई एभ्री वान वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरू सबैजना ठिकै हुनुहुन्छ होला है। अन्त आज चाहिँ डे 2 हो नेपालमा। अन्त अहिले चाहिँ म छ्यामाकोमा संसारमै बसेँ। अन्त दिनभरि पुरा घाम लागिरहेको थियो नि त, त्यही भएर बेलुका बेलुका 3 बजीतिर पनि घामै लागिरहेको थियो। 3 नै होइन 4 बजेको थियो होला। अन्त अहिले चाहिँ हामी संसारीमा छौँ म। अन्त एकछिन बिर्तामोड गएको, पोहोर पनि अब हुन्छ नि छ्यामासँग गएको थिएँ बिर्तामोड, मतलब रेस्टुरेन्ट, एउटा दामी रेस्टुरेन्ट छ नि त, त्यहीँ जाउँ भनेर भनेको थियो। अन्त केही फुड हन्ट गर्नुको लागि गएको खासमा चाहिँ। सानो क्लिप आजको चाहिँ मिनी भ्लगै, योभन्दा अगाडिको पनि मिनी भ्लगै छ, तर यो चाहिँ झन् सानो हुन्छ, हेरेर इन्जोय गरिदिनुहोस् होला है। अन्त हामी चाहिँ रेस्टुरेन्टमा आइपुगिसक्यो। अन्त यो जग्गा चाहिँ राम्रो छ, एकदम दामी छ, अनि खानेकुराहरू पनि एकदम दामी। अन्त हामीले किमा नुडल्स अर्डर गरेको थियो। अन्त यो आलुको फ्राइड आलु, त्यसपछि झोल मोमो, अन्त त्यसपछि लाफिङ। यहाँतिर चाहिँ अब हुन्छ नि उताको जस्तो, उता चाहिँ यस्तो पाउँदैन नि त, त्यही भएर मैले चाहिँ यहाँ पहिला पनि खाएको थिएँ, तर फेरि पनि खाउँ भनेर छ्यामासँग आएको। अन्त हामीले खाइसकेर छ्यामाले बिल गर्नुहुँदै थियो होइन। अन्त म चाहिँ रेकर्ड गर्दै थिएँ। यो फोटो खिच्ने बुथ चाहिँ एकदम मन पऱ्यो नि त। अन्त त्यहाँ यो होटलको नाम चाहिँ मोमो छोइला भन्ने रहेछ। अन्त हामीले त्यति खाइसक्दै रात परेको थियो। अन्त हामी फेरि बिर्तामोडबाट संसारी फर्किनु पनि पर्ने थियो होइन। अन्त हामी फर्किँदैछौँ गफ गर्दै। अन्त अहिले चाहिँ संसारी आइपुगिसक्यो होइन। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। बाई बाई।